बढाइ मन्तव्य राख्दिनका लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। नवनिर्वाचित सोभियुका सचिव देवेन्द्र दाङ्गी भाइ, रोल्पा नमुना क्याम्पसको सोभियु निर्वाचनपछि आयोजित यो र्याली पछिको यो कोण सभामा उपस्थित हाम्रो पार्टीका केन्द्रीय सदस्यहरू, यो र्यालीमा उपस्थित यहाँका पार्टीका विशेष लगायत पार्टीका केन्द्रीय प्रतिनिधि समितिका नेतागण साथीहरू, यहाँ उपस्थित स्थानीय पार्टीका साथीहरू र उपस्थित हाम्रो संगठनका केन्द्रीय सदस्य साथीहरू, अखिल समाजवादीका नेता साथीहरू, जिल्लाका साथीहरू र यो र्यालीपछि यहाँ मत दिएर यहाँ आउनुभएका मतदाता साथीहरू र यो विजय उल्लासमा यहाँ चाहिँ सहभागी यहाँ बजार व्यवस्थापनका साथीहरू र सबै यहाँका पार्टी पङ्क्ति आदरणीय जनसमुदायहरू, बजार व्यवसायहरू, यहाँ शिक्षक कर्मचारी बुद्धिजीवी सबैमा म हाम्रो संगठन अखिल समाजवादी केन्द्रीय कार्यालयको तर्फबाट स्वीकार्नुहोस्, क्रान्तिकारी र न्यानो अभिवादन गर्न चाहन्छु। सर्वप्रथम त म पहिला ऐतिहासिक ढङ्गले हाम्रो संगठन अखिल समाजवादीले रोल्पा नमुना क्याम्पसमा तीनवटा पार्टी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सम्बद्ध तीन संगठनलाई पराजित गराएर हराएर चाहिँ आफ्नो एउटा विजय सुनिश्चित गरेको छ। त्यसको निम्ति म अध्यक्ष चुडामणि केसी, उपाध्यक्ष हाम्रो राजेन्द्र दाङ्गी, सचिव देवेन्द्र दाङ्गी, कोषाध्यक्ष तोपबहादुर परियार, सदस्यहरू देवी रिजाल, सिमाना बुढा लगायत सबै निर्वाचित साथीहरूलाई तपाईँहरूलाई म हार्दिक बधाई र कार्यकाल सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। र यो टिमलाई हाम्रो आग्रहमा, हाम्रो पार्टीको आग्रहमा र हाम्रो संगठन अखिल समाजवादीको अनुरोध र आग्रहमा सचेततापूर्वक आफ्नो एउटा अमूल्य मत दिएर जुन ढङ्गले एउटा विश्वासका साथ एउटा सबैतिरबाट एउटा तपाईँको अप्ठ्यारो बनाउँदा पनि, सङ्कट पार्दा पनि, विभिन्न दर तरास मतदातालाई दिँदाखेरि पनि मतदाताहरूले कुनै पनि चाहिँ त्यसको प्रवाह नगरी त्यसको कुनै तपाईँको त्यसलाई चाहिँ पन्छ्याउँदै एउटा सचेत तपाईँको नेतृत्वलाई गर्न सक्ने एउटा सक्षम लिडर चुडामणि केसीको नेतृत्वमा रहेको अखिल समाजवादीको प्यानललाई जसरी चाहिँ भोट दिनुभयो त्यसको निम्ति म अखिल समाजवादी केन्द्रीय कार्यालयको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु र तपाईँहरूसँगै हाम्रो संगठन अखिल समाजवादी छ भन्ने पनि म तपाईँहरूको अगाडि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। दोस्रो कुरा, आज हामी चुनाव सम्पन्न गरेका छौँ र हामीले भनेका थियौँ सुरुमै रोल्पा नमुना क्याम्पस हामीले भर्खरै स्थापना गरेको यहाँका चाहिँ व्यवसायी साथीहरू, यहाँका बुद्धिजीवी साथीहरू, यहाँका शिक्षकहरू, हामी युवाहरू सबै मिलेर यो क्याम्पसलाई यहाँ ल्याइपुर्याएका छौँ। निकै मेहनत गरेर हामी ल्याएका छौँ र यो क्याम्पसमा सबैले साथ दिनुहोस्, सबैले सहयोग गर्नुहोस्, सबै आउनुहोस् भनेर पनि हामीले भनेका थियौँ। र सोभियु निर्वाचन हुँदै गर्दा अथवा त्रिभुवन विश्वविद्यालयले सोभियुको कार्यतालिका प्रकाशन गर्दै गर्दा रोल्पा नमुना क्याम्पसमा मिलेर जाउँ, सबैको एउटा अस्तित्व कायम राखौँ। हाम्रो संगठन अखिल समाजवादी, नेपाल विद्यार्थी संगठन, एमाले निकट अनारल सोभियु, माओवादी सम्बन्ध अखिल क्रान्तिकारी, चारवटा संगठन र जति पनि संगठन छन् स्वतन्त्र साथीहरू सबै मिलेर जाउँ र त्यसको एउटा सबैको एउटा तपाईँको त्यसलाई चाहिँ पदाधिकारीको विषयमा त्यही ढङ्गले सल्लाह गरौँ, सदस्यको विषयमा त्यही ढङ्गले सल्लाह गरौँ र सबैको साझा अपनत्व फिल गरौँ अथवा सबैले साझा अपनत्व लिऊ भन्ने कुरा हाम्रो कुरा थियो। तर त्यो कुरालाई केही पार्टी यहाँका आफूलाई जल्दो बल्दो ठान्नेहरू, तिनको हैसियत जो आज हाम्रो अखिल समाजवादीका मतदाताले देखाएका छन्, जो अखिल समाजवादीका साथीहरूले पराजित बनाएर उनलाई धुलो चताएका छन्, ती मान्छेहरूले स्वीकार गरेनन्। हामीले भनेका थियौँ साथीहरू यसो नगरौँ, क्याम्पसमा यो निर्वाचन भन्दा पनि एउटा मिलेर जाउँ, एलायन्स गरौँ, सहकार्य गरेर जाउँ भन्दाखेरि दम्म देखाए साथीहरूले, घमण्ड गरे र उनले के थियो भने हाम्रो संगठन अखिल समाजवादीले संगठनै होइन भने र कतिपय लठोटहरूले केसम्म भन्यो भने हाम्रो पार्टी ठुलो पार्टी हो, परिवर्तनको क्षेत्रमा हाम्रो पार्टी ठुलो पार्टी हो, स्थानीय चुनावमा हाम्रो बढी छ भन्नेसम्म दम्म देखाएर हामीलाई चौथो पाँचौँको दर्जामा हाम्रो संगठनलाई राख्ने कोसिस र प्रचेष्टा गरे। त्यसको परिणाम आज तिनीहरूले भएका छन्। यो अखिल समाजवादीले त्यसको परिणाम देखाएको छ कि हामीले भनेका थियौँ साथीहरू त्यसो नबन्नुहोस्, पार्टीको चुनाव फरक कुरा हो, विद्यार्थीको चुनाव फरक हुन्छ। विद्यार्थीहरू कलेजमा किन्ने छन्, उनीहरूले विद्यार्थीहरू भनेका सचेत छन्, विद्यार्थी बौद्धिक वर्गका विद्यार्थीहरूले आफ्नो सही नेतृत्व आफ्नो मनबाट गर्छन्। कसैले दबाब दिँदैन, कसैले प्रलोभन पार्दैन, कसैले धम्की दिँदैन, कसैले पैसा दिँदैन, कसैले रक्सी र मासु होटेलको बन्द कोठामा राखेर रक्सी र मासु खुवाएर चाहिँ तपाईँको कसम खान लगाउँदैन। उनीहरूले मत परिवर्तन गर्दैनन्, उनले आफ्नो सचेततापूर्वक अखिल समाजवादीलाई मत दिन्छन् भन्ने कुरा हामीले हिजो मात्र पनि भनेका थियौँ र हिजो मात्र पनि हामीले ठिकै छ तपाईँहरू मान्नुहुन्छ भने हामीलाई अध्यक्ष दिनुहोस्, अरू पदहरूमा सल्लाह गरेर जाउँ भनेर हामी असाध्यै फ्लेक्सिबल भएका थियौँ। हामीले एउटा सदस्यता देखाएका थियौँ, तर उहाँहरूले होइन हाम्रो 3 दलीय गठबन्धन छ, 3वटा पार्टी मिलेका छ भनेका थिए। तिनीहरूको पार्टीको हैसियत के हो भन्ने कुरा अखिल समाजवादीले आज रोल्पा नमुना क्याम्पसमा देखाएको छ। यसले के सङ्केत गर्छ भने हामीले भनेका थिए कुनै मत छैन, हामीले 2070 सालको चुनाव हामीले खारेज गरेको, त्यसलाई बहिष्कार गरेको, हामी चुनावमा गएको भए एउटा परिणाम त्यति बेला हामी निकाल्थ्यौँ। यो रोल्पा क्षेत्रबाट 2074 को स्थानीय चुनावमा हामीले खारेज गरेका थियौँ, तर केही मान्छेले भने यिनको मत छैन भने
2079 को स्थानीय निकायको निर्वाचनमा हामी स्वतन्त्र ढङ्गले गएका थियौँ। हामीले त्यति बेला कुनै पार्टीको नाम लिएका थिएनौँ। तर अहिले हामी अब हाम्रो पार्टीले पनि यो निर्वाचन प्रक्रिया र प्रणालीलाई चाहिँ स्वीकार गरेको छ अथवा यो प्रक्रियामा हामी पनि सहभागी हुन्छौँ र हाम्रो शक्ति देखाउँछौँ भनेर हाम्रो पार्टीले घोषणा गरेको छ। त्यो शक्ति आज परिवर्तनबाट रोल्पाबाट देखाएको छ। हामीले थबाङमा 3 दलीय गठबन्धनलाई तपाईको उम्मेदवारसम्म उनीहरूले पाएनन्। भएका उम्मेदवारले पनि डराएर उनीहरूले फिर्ता लिने समय स्थिति बन्यो। थबाङको रोल शहीद स्मृति क्याम्पसमा हामीसँग चुनाव लड्ने आँटै गरेनन्। हाम्रा भएका जति सबै उम्मेदवारहरू विजय निर्वाचित भएका छन्। र आज हामीले हिजो भनेका थियौँ हामीले भनेका थियौँ कि हामी निर्वाचनमै गएका छैनौँ होइन, हामी प्रयोगै गरेका छैनौँ। हाम्रो शक्ति के हुन्छ हेर्नु होला भनेका थियौँ। र आज यो ताकत यहाँ अखिल समाजले देखाएको छ। यहाँको रोल्पाको पार्टीले यहाँ ताकत देखाएको छ र पुष्टि गरेको छ। त्यसो हुँदा यो 84 को लक्षण पनि हो। हामीले साँच्चै 84 मा जाने हो र हामी हाम्रो पार्टीबाट चुनावको चिन्ह लिएर यसरी हामी लाग्ने हो भने यी दलहरूलाई हामीले कानेर पुर्याइदिन्छ भन्ने कुरा आजको यो परिणामले पुष्टि गरेको छ। त्यसो हुँदा म साथीहरूलाई भन्न चाहन्छु, दम्ब नगरौँ, घमण्ड नदेखाउँ। रोल्पा कसैको बाउको फिर्ता होइन। हिजो परिस्थिति फरक थियो, परिस्थिति आज फरक छ। आज नौजवान युवा विद्यार्थीले फरक ढङ्गले सचेततापूर्वक आफ्नो मत दिन तयार छन्, राजी छन्। त्यसो हुँदा कसैको दरधम्की र कसैको दरकारमा उनीहरूले मत दिनेवाला छैनन्। त्यसो हुँदा तपाईँहरूलाई चेत खुलोस्, बेलैमा तपाईँहरूको चेत खुलोस्, तपाईँहरूलाई हेक्का होस्। मतदातालाई धम्काएर तर्साएर जागिर खाइदिन्छु, यो गर्छु त्यो गर्छु, फलानीबाट धम्काएर बन्द कोठामा लगेर हुँदो रहेनछ भन्ने कुरा हिजो साँझ तपाईँहरूले जे गर्नुभयो आज त्यसको परिणाम तपाईँहरू भोग्दै हुनुहुन्छ। त्यसो हुँदा आज हामी निकै संयम छौँ, हामी संयमित छौँ। हामीले यो विजयलाई हामीले धेरै ठुलो केही मानेका छैनौँ। तपाईँहरू सायद यति बेला निर्वाचित भएको भए, तपाईँहरूको टिमले यति बेला जितेको भए सायद तपाईँहरूको यति बेला भुइँमा खुट्टो हुने थिएन होला। तपाईँहरूले मान्छेलाई मान्छे गर्नु हुने थिएन, हामीलाई यो कुरा थाहा छ। तर आज हामी तपाईँहरूलाई पनि हाम्रो भन्नु केही छैन। भोट दिनुभयो साथीहरू, झुक्किनुभयो। जो 41-42 मत दिनुभएको छ उतातिर, यहाँ 30 भोटले अन्तर छ। त्यसो हुँदा उतातिर भोट दिने साथीलाई पनि हाम्रो सम्मान छ। आउनुहोस्, क्याम्पसमा पढ्नुहोस्, हाम्रो कुनै पूर्वाग्रह हुनेवाला छैन। यहाँ तपाईँहरूको जस्तो आग्रह साध्ने पूर्वाग्रह साध्ने भोट कहाँ दिस् कसलाई दिस् भन्ने हाम्रो संगठनले भन्नेवाला छैन, हाम्रो पार्टीले भन्दैन। त्यसो हुँदा हाम्रो साथीहरू झुक्केर जुन ढङ्गले अपवित्र खालको गठबन्धन थियो त्यो नजित्दै थियो। हामीले निश्चित गरेका थियौँ र हामीले हाम्रो जित पहिले नै सुनिश्चित गरेका थियौँ। त्यसो हुँदा झुक्केर जानुभएको छ। उहाँ विद्यार्थी साथीहरूप्रति हाम्रो केही पनि छैन। हामी उहाँहरूलाई पनि स्वागत गर्न चाहन्छौँ। यो जित उहाँहरूको जित हो र यो जित्ने साथीहरू साझा हुन्छ। यहाँ चुनावनीको नेतृत्वमा जो बन्यो यसले अब जसले जिते पनि जसले हारे पनि उहाँहरू साझा हो। उहाँहरूले जित्नुभयो, अखिल समाजले जित्नु भएको छ र उहाँहरूले मिलाएर यतिलाई लाउनुहुन्छ भन्ने कुरा हामीलाई लागेको छ। त्यसो हुँदा म पुनः साथीहरूलाई बधाई दिन चाहन्छु। र अर्को नयाँ नौलो के भएको छ भने नेपालमा म अहिले संगठनको केन्द्रीय कार्यालयमा छु। त्यसैगरी हामीले रिपोर्टहरू हेरिरहेका छौँ। माओवादी, एमाले, काङ्ग्रेस देशका ठुला पार्टी मिलेर विप्लवका विरुद्धमा चुनाव लडेको कहीँ देखा छैन। यो परिवर्तनमा मात्रै हो। देशको परिणाम हामीले देखाएका छौँ। त्यसैगरी अरू पार्टीहरूको बिचमा छ। तर सत्तापक्ष दुई सत्तापक्ष पार्टी र एउटा प्रतिपक्ष भन्ने पार्टी र हाम्रो पार्टी चुनाव लडेको यो पहिलो हो र त्यसको परिणाम आज उहाँले देख्नुभएको छ र हामीले एउटा निर्वाचित भएका छौँ। त्यसो हुँदा म पुनः सबै साथीहरूलाई बधाई दिँदै यहाँको पार्टी पङ्क्तिलाई जो एक ढङ्गले मेहनत गर्नुभयो, सत्ताका मान्छेले लाखौँ पैसा खर्च गर्दै गर्दा हाम्रो साथीहरूले जनताको बिच जानुभयो, जनताको ढिडो आटो खाएर जनताको सहयोग मागेर सबैले सहयोग गर्नुभयो। यहाँका बजारका साथीहरूले सहयोग गर्नुभयो, सबैले एक ढङ्गले मद्दत गर्नुभयो। सबै पार्टी पङ्क्ति हामी एमाले काङ्ग्रेसका साथीहरूप्रति पनि हाम्रो एकदमै हामी आभारी छौँ। माओवादीका केही साथीहरूप्रति पनि हामी आभारी छौँ। तर केही एउटा तत्त्वहरू खराब, त्यो भित्रका केही खराब व्यक्तिहरूसँग त हाम्रो हुने नै भएन। त्यसो हुँदा हामी सबैलाई धन्यवाद दिँदै फेरि पनि एकचोटि यो टिमले यो क्याम्पसको हितमा, यहाँका विद्यार्थीहरूको हितमा, यहाँको पठन पाठनको हितमा र यहाँको विद्यार्थीको भविष्यको निम्ति यो टिमले काम गर्नेछ। यो टिमलाई एउटा चुनौती पनि छ। एउटा खालको अवसर त मतदाताले दिए, विद्यार्थीको पक्षमा कति काम गर्छ हामीले हेर्न बाँकी छ। त्यसो हुँदा मलाई लाग्छ यो टिमले नमुना रोल्पा नमुना क्याम्पसबाट नमुना काम गर्नेछ, नमुना परिणाम निकाल्छ र देशभरि अखिल समाजवादीले रोल्पामा हेर कस्तो गरेको छ भन्ने उहाँहरूले बनाउनुहुन्छ भन्ने कुरा हामीलाई विश्वास छ र हामी सुझाव दिन चाहन्छौँ। म आफ्नो विषय राख्दै पुनः सबैलाई एकचोटि जुन ढङ्गले सहयोग गर्नुभयो, कसैले यहाँ त सबैले आफ्नो ढङ्गले मद्दत गर्नुभएको छ, साथ दिनुभएको छ, सहयोग गर्नुपर्छ भएको छ। म तपाईँहरू सबैलाई, सबै पार्टीका साथीहरू जुन ढङ्गले हामीप्रति सदा देखाउनु भएको छ, मद्दत गर्नुभएको छ, यो पार्टी त्यो पार्टी भन्नु भएन, सबैले एउटा खालको मद्दत गर्नुभएको छ र तपाईँहरूले एउटा विजयसम्म यहाँ चाहिँ बनाइदिनु भएको छ। त्यसको निम्ति धन्यवाद दिँदै म यहाँको रोल्पाको पार्टी परिवर्तनको पार्टीलाई विशेष आभार र धन्यवाद दिँदै मेरो आफ्नो भनाइहरू, मेरो बधाई मन्तव्य यही टुङ्ग्याउँछु र पुनः बधाई दिँदै मेरो आफ्नो भनाइ राख्छु। धन्यवाद। अभिवादन लाल सलाम। धेरै धेरै धन्यवाद अखिलले